अरे सर घरको लागि एउटा ड्यू खानालाई लागेर त्यो पनि खोलेर राख्ने हो त हेर्नु त तपाईको के खुसी हो तपाईको के खुसी हो मलाई चिसो चिसो छ अनि चिसो त ल्याउन दिदैन त अरे अनि तपाईले किन गर्नु पहिले खाने गर्ने कसरी हो कडा चेकिङ भइरहेको छ 100 भन्दा बढीको सामान ल्यायो भने भन्सार कर तिर्नै पर्छ भनेर एकदम सही गर्नु भएको छ। कमसे कम आफ्नै देशको किसान र व्यापारीलाई त राम्रो गर्यो। जे सामान किन एउटा सियो ल्याउन इन्डिया नै जान्छ, किन इन्डिया जानु पर्ने? आफ्नै देशमा लाउनेदेखि लिएर खानेदेखि लिएर सबै पिउनेदेखि सबै सामान आफ्नै देशमा उत्पादन भइरहेको छ भने अरू देशमा किन जानु पर्ने? अरू देशलाई कर किन बुझाउनु पर्ने? आफ्नै देशमा बुझाउ न। आफ्नो देश चलाउनको लागि, कुनै पनि देश चलाउनको लागि जनताको करले नै चल्ने हो के। र आफ्नै देशको सामानहरू, आफ्नै देशमा उत्पादन भएको सामानहरूको यदि किन बिक्री हुँदैन भने त्यो महँगी भएर जाँदैन। र महँगी कसरी भयो भन्छ यहाँ। किन यति सामानहरूको भाव बढ्यो रे? अनि बढ्ने के घट्ने हो? आफ्नै देशमा किन्नु परेन? अरू देशमा किन जानु पर्यो? बेकारको यादवाद कुराहरू, नराम्रो राम्रो कुरा फैलाइरहेको छ भने त्यो नराम्रो हो के। आफ्नो देशमा चाहिँ नकिन्ने, अरू देशमा गएर कर बुझाउने। आफ्नै देशमा किनेको भए किसानहरूलाई झन् राम्रो हुन्थ्यो, व्यापारीहरूलाई राम्रो हुन्थ्यो। कमसे कम किसानहरूले त उत्पादन गर्न तर्फ लाग्थ्यो नि, तर त्यो छैन। कमसे कम व्यापारीहरूले मूल्य तोकेर कमसे कम बेचबिखन गर्नु पर्थ्यो, त्यो छैन। यस्तो महँगो किन भयो रे? हामीले नै यो सब गरेको हो के। यदि हाम्रो देशमा किनिदिएको भए यो सामानहरूको भाव बढेर जान्थ्यो? जाँदैन थियो के। कमसे कम दिमाग लगाउनु, दिमाग बुद्धि लगाऊ के। सबै सामानहरूको भाव बढ्यो रे, के बढ्यो रे, घन्टा बढ्यो। कमसे कम आफ्नै देशको सामानहरू त कमसे उत्पादनहरू किनिदिनु पर्यो नि। त्यो किनेको भए झन् यो सामानहरू घटेर जान्थ्यो कि मूल्य वृद्धि हुँदैन थियो। जब खपतै हुँदैन भने कसरी उत्पादन गर्न तर्फ लाग्यो के? किसानहरूले कसरी उत्पादन गर्छन्? व्यापारीहरूले कसरी मिलाएर दिन्छ? किनकि व्यापारीहरूले त्यही सामान नबेचेर घर भाडा समयमा तिरेको छैन। त्यो सामानहरू यदि बिक्री हुँदैन भने त्यो घर भाडा कसरी तिरिन्छ समयमा? त्यो समयमा तिर्नको लागि र यो सब गर्नको लागि कमसे कम त्यो अर्को सामानमा थपेर लिने हो के। यदि यो सामानहरू बिक्री हुँदैन भने, समयमा बिक्री हुँदैन भने त्यो खेर जान्छ, त्यो खत्तम भएर जान्छ। र त्यो सामान यदि खत्तम भएर गयो भने, त्यो डेट एक्सपायर भयो भने त्यो अर्को सामानमा थपेर लिने हो के। र त्यो मूल्य वृद्धि